डाँडामाथि घर मेरो छानो हजुर खारको सात समुद्र पारी पनि झल्को गाउँ घरको डाँडामाथि घर मेरो छानो हजुर खारको सात समुद्र पारी पनि झल्को गाउँ घरको चिठी लाने येहुला किन रुदी बस्न आउँछ रे भनिदिनु यानी मायाला रुदी बस्न आउँछ रे भनिदिनु यानी मायाला यसलाई छोपिदिने यसरी छोपे यतिको भएपछि हेर्नु अब हाम्रो खानाको लागि पनि लगभग रेडी हुन लागि छ एकछिन पानी निक्लिएको छ त्यो पानीलाई मजाले एकछिन सुक्न दिनुपर्छ मजाले चलाउने ल हेर्नुहोस् त साथीहरू पानी सुकेपछि अब प्लेटिङ गरौँ है त हेर्नुहोस् त आज खाना